गाइस हामी हिँड्दैछौँ घुम्नलाई कहाँ हो थाहा छैन। म चाहिँ यहीँ चप्पलमै छु। म चाहिँ चप्पलमै हिँडिरहेको छु। टक्क ल्याएर म्याडम बाई बाई। हजुरहरूलाई शोभायात्रा भोलिको लागि। ल है सर बाई बाई। राम्ररी जानु होला। यहाँ छ गिटार। ल गिटार लिनु है सर। चाहिँ लागिरहेछ क्या हामी रङ्गेलीबाट कहाँ जाँदैछ सर थाहा छ कि हाइडेछ? म त सरप्राइज हुन्छ जहिले पनि। आधी घन्टा पहिला मात्र थाहा हुन्छ कहाँ छ भने जाने कि नजाने। है पनि लेख्न त सकेछ। आएगी दिल सजा लूं ख्वाब थोड़े से बुल्लू खुद में खतरा मदरा पूरा इसे मदरा को 4 गौरीगञ्ज बजार पुरै बालिनको क्षेत्रमा भयो त। मेरो सब ठिकै छ। चौरी आइपुगे हामी। जस्तो अपडेटको लागि हाम्रो त्यो साइडहरू चेक गर्दै गर्नु। हामी 2 दिनको ट्रिपमा निस्केको हो। टोटललाई नै खोज्नुपर्छ क्या अब यताउता। झिझिले हामी आइसक्यो हाइवे। यो चाहिँ सङ्गापुर हुँदै अब चाहिँ बेटामोड एकदमै नजिक आइसकेको छ। त्यहाँदेखिको अझै 4 आलीसम्मको यात्रा हुन्छ अनि हामी चाहिँ अझै फेरि उत्तर मोडेर इलामतिर कन्यामतिर लाग्छ है साथीहरू। एसियन हाइवे चाहिँ अहिले निर्माणाधीन क्रममा रहेकोले चाहिँ धेरै जसो सेक्सनहरू चाहिँ ग्राभल छ अनि बाटोहरू एकदम गाडाङ छ। अलि स्पिड पनि अब हाइवे आइसकेपछि अलिक कम भइरहेको छ। कति भने चाहिँ एकदम भोटले नै भनिसकेको छ। सही ठाउँ जाँदै हुनुहुन्छ कि सही छ तर कुन हो भने थाहा पाउन गाह्रो भयो गाइस। हामी यो कुनै बोर्ड हेरेर भनिदिन्छौँ कहाँ हो हामी। यो भिट्टामोर 1 मा आयो गाइस। हामी अब यो केबुलले के गरेछ अहिलेसम्म अन्डर कन्स्ट्रक्सन छ। क्षेत्र नभए पनि त प्रधानमन्त्री त हो नि तपाईँको। कुन चौक आयो? कहाँ थियो सर ठ्याक्कै? अगाडि छ क्या यो कुन चौक भयो अब? यो ठ्याक्कै यो मेनै चौक होला हौ। उतादेखि भद्रपुर हो। चौकको नाम के हो? बिर्दामोड बजार। बिर्दामोड बजार हो गाइस। हेर्नु है यहाँ के चौक नाम लेखेको छ यहाँ मुक्ति चौक। हेडको लागि पायो यहीँबाट स्टार्ट भयो। यो मुक्ति चौकमा छ होइन। अब आजदेखि मुक्ति देशको एक 2 दिन पछि हालौला के मलाई खोजी मार्छ। त्यसकै अफिसमा कतिजना भन्छ कि धेरै सपोर्ट भइसक्यो घन्टीको। घन्टीमै जिस्काउनु थाल्यो। गाइस हामी बाटोमा खानाको लागि केही कुरा लिँदैछौँ। हामी फास्ट फुडमा अब लामो रोड ट्रिप छ हाम्रो। केही कुरा खानु पऱ्यो बाटोमा। अब चक्लेट केही न केही त कुरा लानु पऱ्यो। यता छ
तपाईँहरूलाई सरप्राइज हामी कुनै एउटा क्याब किन्न गएको थियो नि। सो हामी चारडालीबाट चाहिँ ठ्याक्कै अब बुधबारतिर माथि लागेको छौँ। यहाँ सहरको सपिङ भइसकेको छ। टेस्ट गर्दै हुनुहुन्छ कस्तो स्वादी छ हौ। पेट्रोल पम्प आइसकेको छौँ। इभी भएर पनि पेट्रोल पम्प आयो कि छ नि यहाँ। हाम्रो देश तरक्कीमा छ कि आजभोलि यो पनि स्टेसन छ। गाइज यहाँ हाम्रो गाडी त उता चार्ज हुँदैछ। एउटा हाम्रो सामान डेलिभरी भयो दराज। यहाँ हाम्रो राजनीति विज्ञहरू पनि छ, केही कुरा हुँदैछ। त्यो चर्चा चलिरहन्छ 3-4 दिनसम्म, जबसम्म यो देशमा शपथ हुँदैन नि को राम्रो नराम्रो कुरा चलिरहन्छ। हामी यसको अनबक्सिङ गरौँ। हाम्रो सुरज सरको हाम्रो ल हेरौँ सरप्राइज छौँ हामी पनि के हो भनेर। ठाउँ जस्तै के सामान पनि सरप्राइज हो क्या। म सरप्राइज हो, तपाईँ पनि त्यही हो क्या। नयाँ हो तपाईँको लागि ठाउँ पनि यो सामान पनि। मसँग हेरौँ सामानदेखि लिएर ठाउँसम्म। गाइस चॉकलेट पार्टी। हामी आइपुग्यो कल्याणमा। हाम्रो ज्योति सर अहिले अब ड्रेसअप गर्छ कि गर्छ ए चस्मा बोकेको हट हुनुहुन्छ। चिसो लाग्दैन, मलाई त चिसो लाग्न थाल्यो। कस्तो लागिरहेछ सुरज सर? एकदम नयाँ फिल भइरहेछ। फर्स्ट टाइम सुन्दर रहेछ यार। खतरा नेपाल धेरै सुन्दर हो क्या। वेलकम टु कन्याम। हेलो गाइज, कहाँ छ हामी? एकचोटि केटाहरूसँग ग्रुप बनाइरहे आउनु ल। राम्रो भ्यू छ क्या, कम्तीमा शान्त छ एकदम शान्त सुन्दर। हेर्नु त कतिको हेर्नु त यतिको लोकेसन आउनु चिसो मौसम त दिमाग शान्त हुन्छ क्या। सही। अब हाम्रो पाली छ ठ्याक्कै पुरै खाली छ फ्लोर। हामी ठ्याक्कै एउटा म्युजिक भिडियोको सुटिङमा छौँ। सर यहाँ गिटार लिएर आइसक्नु भएको छ। अनि उहाँसम्म जान्छ, उहाँसम्म पुग्नु।
बसाइ हाम्रो यता हो। म राज गर्दैन अहिले राज गराउँछु तर चलाउने मै नै हो भन्ने टाइपको
मान्छेहरूको सोच हुन्छ नि त्यस्तो फेरि ब्लगिङ भन्नु न बनाऊ सेका पोल्ने काम चलिरहेको छ टक्क लगाएर झारदाको मसँग कोइला हालेर यहाँ के छ यो बङ्गुरको सेको हामी खाँदै हो अनि अब राति यहाँ यसो बस्यो चिल गर्ने अनि क्याम्प फायर क्याम्प फायर हान्ने यसो गिटार सितार हान्ने अनि त्यसपछि सुत्ने अनि भोलिको बाटो भोलि हेरौँ ल आज यही हो नाइटको पार्टी हाम्रो जाने कब से उम्मीद कुछ बाकी है पलकों में बन के आंसू क्यों चली आती है न जाने कब से दूर जितना भी तुमसे पास तेरे में अब तो आदत सी है मुझको ऐसे जीने